Hello everyone, सबैलाई नमस्कार, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज धेरै पछि मैले नयाँ भिडियो लिएर आएको छु। सबैले मेरो भिडियो हेरिदिनु होला। मैले आज मेरो भिडियो स्पेशल भिडियो लिएर आएको छु किनभने हामी ताप्लेजुङको पतिभारा दर्शन गर्न जाँदैछौँ। त्यही भएर अहिले 3 बजी हामी उठेर रेडी हुनलाई सुरु गरिसकेको छौँ। मेरो छोरा चाहिँ ब्रस गर्दैछ। हेलो गर्दै, हेलो नमस्कार गर्दै। म पनि ब्रस गर्छु है साथीहरु, के हुन्छ सबै म हजुरहरुलाई इन्फर्मेसन गर्दै जान्छु। लेट्स सी, इन्जोय गर्नु होला, मेरो भिडियो फुल हेर्नु होला। लुगा रेडी भएर मात्रै आउँछ है। अब चाहिँ हामी सबै ब्याग स्याग रेडी गरेर हिँड्न आँट्यौँ अनि म पनि रेडी भएर यस्तो अलिअलि तातोको लुगा लायौँ। अनि त्यस पछाडि हामी पत्री गएर गाडी चढ्न आँट्यौँ। गाडी पनि आइसक्यो अनि हामी गाडी 6 बजीको गाडी चढ्यौँ। अनि गाडी 4 बजी आउँछ भनेको थियो, गाडी नै 6 बजी मात्रै आयो। 2 घण्टा लेट गर्यो गाडीले। अनि हाम्रो चाहिँ पछाडिको सिट थियो। अनि त्यस पछाडि हामी सामान लोड गर्दैछौँ अनि हामी चढ्यौँ। हामी सबैजना रेडी भयौँ। त्यस पछाडि हामी सबै बाई बाई गर्दैछौँ पत्रीलाई। त्यस पछाडि हाम्रो ताप्लेजुङ पतिभारा ठुलो पतिभारा माताको यात्रा, देवीको दर्शनको यात्रा सुरु भयो अनि हामी लाग्यौँ। त्यस पछाडि गाडीमा सबैजना मिलेर हामी पछाडि 4 जना, अगाडि 4 जना अनि त्यतिकै ड्राइभरको सिटमा 3 जना हुनुहुन्थ्यो। जम्मा गरेर हामी चाहिँ यस्तो खोलामा आएको अवस्था हो। के भन्नु त, भन नि त तिमी भन्दा हुँदैन। हामी चाहिँ केराबारी हुँदै यता धरानतर्फबाट धरान भानुचोकमा निस्क्यौँ अहिले चाहिँ। अनि त्यस पछाडि अब हामी उता भेरेटार धनकुटाको बाटो लाग्दैछौँ। बिस्तारै जाँदैछौँ। बिहान चिसो थियो, जति हामी हाइट बढ्दैछ त्यति चिसो हुँदै जाँदै थियो। रोडहरू पनि एकदम प्याक बिजी थियो, गाडी स्लोली लाँदै हुनुहुन्थ्यो गुरुजीले। हामी चाहिँ यता मूलघाटको बाटो, भेरेटारबाट मूलघाटदेखि यता सर्टकट मूलघाटको बाटो जाँदै थियौँ साथीहरू। अनि हामी चाहिँ यसरी फ्यामिली परिवार यसरी सबैजना जाँदैछौँ। एकदम रमाइलो भयो। म चाहिँ घरमा आएर भोइस ओभर गर्दैछु साथीहरू। यो चाहिँ हामी जाँदाखेरिको देखिएको दृश्यहरू, यस्तो राम्रो पहाडहरू देखिएको थियो। अनि मैले चाहिँ भिडियो गर्दै गएँ। अब भोइस बोलेर भिडियो गर्दा चाहिँ कस्तो अनकम्फर्टेबल भयो अनि भिडियो गरेँ। त्यस पछाडि हामी माथि मूलघाट छेउमा पुग्यौँ। अनि त्यो मूलघाटमा हामीले मूलघाटमा आएर अहिले चाहिँ खाना खाइसकेको यहाँ होटलमा। अब यहाँदेखि चाहिँ यस्तो बाटो छोड्दो रहेछ मूलघाटदेखि चाहिँ, कच्ची बाटोमा जानुपर्ने। के किन्नु भएको बनाना? यहाँ चाहिँ उखु रहेनछ। उखु रहेछ त कसरी रहेछ यो उखुलाई कसरी? हजुर, यो 1 पोकालाई ए आधी दिनु हुँदैन? यत्रो त कहिले खाइसक्नु। कस्तो मिठो हुन्छ नि यहाँको मूलघाटको। हामी चाहिँ खाना खाएपछि अनि त्यहाँ उखु देखेर उखु पनि खान मन लाग्यो। त्यहाँको उखु साह्रै मिठो हुन्छ। हजुरहरूले पनि खानुभएको होला। मूलघाट जानुभयो भने चाहिँ उखु खान नबिर्सिनु होला। हामीले चाहिँ 1 लाक्रा उखुलाई काट्न लगाएर मसिनो बनायौँ। अनि गाडीमा जाँदै खाँदै गयौँ। यति बेलाको सिजनमा पनि मिठो थियो उखु त। हामीले पनि
खायौँ अनि त्यस पछाडि नानीहरूलाई पनि दिएँ। अब चाहिँ हामी जाने बेला भयो साथीहरू। अनि त्यस पछाडि हामी चाहिँ त्यही मूलघाटबाट उँभो लाग्यौँ। अनि जाँदै थियौँ, बाटो त कस्तो डेन्जर रहेछ, म त कस्तो डर लाग्यो। यता इलामको बाटो बन्द छ भनेर हामी चाहिँ मूलघाटको बाटो गएको। यो बाटो पनि यो त यस्तो डेन्जर नि, हे भगवान् भन्दै गयौँ हामी सबैजना, हात्तिँदै कराउँदै चिच्याउँदै। यस्तो पहिरो गएर ठाउँ ठाउँमा राम्रो छ, फेरि ठाउँ ठाउँमा चाहिँ 10 मिनट राम्रो आयो भने 10 मिनट चाहिँ नराम्रो आउँदो रहेछ। यस्तो तरिकाले बाटोहरू बिग्रेको रहेछ। हेर्नुहोस् न, सबै पुरै गल्टङ र गुल्डुङ बाटो थियो। यस्तो गाह्रो भयो नि नानीहरूसँग ठोक्केर। त्यही भएर आउँदा चाहिँ हामी इलामबाटै आउने विचार गरेको थियौँ। हामी इलामबाटै सुरक्षित साथ आइपुग्यौँ। म चाहिँ आएर घरमा आएर भोइस ओभर गर्दैछु। पुरै चिसोले घाँटी चाहिँ बसेको छ मेरो। कस्तो सुनिन्छ, नराम्रो सुनियो भने माफ गरिदिनु होला साथीहरू। दुःख सुख भ्लग चाहिँ बनाउने कोसिस गरेको छु, इन्जोय गरेर हेरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। अनि हामी चाहिँ रिजर्भमा गएको होइन, हामी चाहिँ लोकलै गएको। जस्तै अब यहाँ पथरीबाट चढ्यौँ ताप्लेजुङसँग, ताप्लेजुङदेखि अर्को बस के अरे ट्याक्सी नै लाग्दो रहेछ। अनि त्यहाँदेखि सानो फेदीसम्म गाडीमा लाँदो रहेछ। सानो फेदीदेखि माथिल्लो फेदीसम्म आफै हिँड्नुपर्ने, त्यहाँदेखि फेरि हिँड्नुपर्ने। हिँडेर 2 रात 3 दिनमा चाहिँ घरै आइपुग्यौँ। कति खर्च लाग्यो म त हजुरहरूलाई बिस्तारै सबै म भन्छु। कहाँ बस्दा राम्रो, कस्तो होटलमा बस्दा राम्रो, कस्तो तरिकाले गर्दा राम्रो, हजुरहरूलाई म सबै सेयर गर्छु। यो चाहिँ जाँदै गर्दा फेरि बाटोमा देखिएको भिडियोहरू कति राम्रो देखिएको। यो चाहिँ हुवारीपट्टि 5 थर, पारिपट्टि यो तेह्रथुम र भोजपुरको डाँडा अरे। अब म त फर्स्ट टाइम गएको ताप्लेजुङ, त्यही भएर यस्तरी भिडियो गर्दै गएको साथीहरू। हामी जाँदा चाहिँ ताप्लेजुङसम्म 1700 रुपियाँ गोटाले गयौँ। अनि ताप्लेजुङदेखि माथि सानो फेदीसम्म 400 रुपियाँ गोटाले लाग्यो। अनि रुममा बसेको हामी 4 जना फ्यामिली गएको थियौँ। हामीले 1500 रुपियाँ रुमको लिनुभयो। अनि खानाको 300 रुपियाँ गोटा लिनुभयो। आउनु पनि सेम त्यस्तै। हामी आउनु चाहिँ चारालीपट्टिबाट आयौँ, इलामपट्टिबाट चाराली हुँदै कन्याम फिक्कल हुँदै आएको। अहिले यो असोज र कार्तिक चाहिँ एकदम राम्रो महिना रहेछ जानलाई। अनि हामी चाहिँ कार्तिक 1 गते दर्शन गर्ने गरी पुग्यौँ शनिबारको दिन। हामी चाहिँ अहिले यो काबेली मन्दिरमा हामीसँग जाने 2 जना दाजु दिदीले त्यहाँ भाकल गर्नुभएको रहेछ, परे भएको। अनि त्यहाँनिर भाकल बुझाउँदै हुनुहुन्छ। काबेली नदी यस्तो रहेछ, नाम त सुनेको थिएँ, फर्स्ट टाइम पुगेको। यस्तो राम्रो निलो खालको कि हरियो खालको थियो पानी पनि, यस्तो राम्रो। पहाडहरू के गर्नु, हेर्नु त कति राम्रो नि, बस्नुलाई त गाह्रो हुन्छ होला, कामहरू गर्नु पनि सकिँदैन। दुःख सुख पुग्नु त पुगेर आइयो। हामी चाहिँ गाडीमा गएको थियौँ, ड्राइभर गुरुजी पनि राम्रो हुनुहुन्थ्यो जाँदा त। माथिबाट बाख्रा राख्नुभएको, बाख्राको सुसु गरेर गाडीको सिसाकोमा बस्नु, बाख्रा लुगा पनि बाख्रा गरेर काम गर्नुहुन्थ्यो मान्छेहरूले। हामी चाहिँ जम्मा 2टा फ्यामिली गएको, हामी बसेको 3टा फ्यामिली गएको थियौँ। आउँदा पनि सेम जसरी गएको थियौँ त्यसरी चाहिँ हामी रिजर्भ गरेर जाँदा चाहिँ साह्रै धेरै खर्च हुन्छ। यसरी पैसा तिरेर त्यसरी गयो भने चाहिँ अलिक कम्ती खर्च गर्नुपर्छ, वेस्ट गर्दै गर्दैन है। हामीलाई माथि पुऱ्याइदिनुहुन्छ दाजु नि, माथि त गाडी भएको ठाउँमै, अर्को गाडी लाग्छ होला। ताप्लेजुङ बजार चाहिँ मुनि हो क्या हो? बजारै
कहिले जाउँ यहीँबाट लाग्ने हो सानो फेरि अब गाडी एक्सचेन्ज गर्नुपर्ने हामीले गाडी ओला है होइन हो भिन्दाको कतिजना छ 6जना किताबले जिम्माएर अहिले चाहिँ हामी ताप्लेजुङमा उत्रेर अर्को गाडी फेरि चेन्ज गऱ्यौँ अनि जाँदैछौँ सानो फेदीसम्म त्यहाँसम्म चाहिँ 400 रुपियाँ एउटा लिनुहुँदो रहेछ 10 जना चाहिँ अनिवार्य हाल्नुहुँदो रहेछ अनि हामी चाहिँ सानो फेदीमा पुग्यौँ अब हामी चाहिँ लाग्यो भन्दै म चाहिँ भिडियो गर्दैछु सानो फेदीदेखि सुरु हुन्छ लु हामी लाउरतिर लाग्यौँ अब पाथिबार माता कि जय नाम टिप्नुपर्छ एकजनाले सिकाउँदा भयो ए हो र ए नामपट्टि भन्नुपर्छ ए यस्तो पो छ चलन त हामी चाहिँ यो सानो फेदीमा आएर अब यात्रा महिला 2 जना पुरुष 2 महिला 2 फोन नम्बर भन्नु 9862 184 मेरो बिना श्रेष्ठ कतिजना हामी पथरी संसारी 2 ल पाथिभरा माता कि जय ल दर्शन गर्नु न पाथिभरा माताले शक्ति दिएर हामी होइन सानो फेदीबाट हामी लाग्दैछौँ दाजु छिटो आउनु है भारी त साह्रै अप्ठ्यारो रहेछ ए कति राम्रो पो बनाइदिएको रहेछ त नि टरा ल ल ल हिँड ल अब सुरु भयो है पाथिभरा दर्शन मलाई त जितेर जानुहुन्छ कि क्या आमाले त आमा त खोइ हौ सिक्किमे होटल हो हाम्रो अब चाहिँ हामी बिहानको 2 बजी बाटो लाग्यौँ पाथिभरा माताको दर्शन गर्न माथिल्लो फेदी ताप्लेजुङ सुरुमा जस्तो सास बढ्छ यस्तो छ यताको अवस्था 2 बजीको बेला एकछिन जान्छ नि चाहिँ डल्लो परिहाल्छ इप्सु ठिक छ होइन ए यहाँदेखि पूजा गरेर जानुपर्ने अरे आउनु यहाँदेखि पूजा गर्दै बिहानको 2 बजी हामी चाहिँ माथि लाग्यौँ सानो फेदीमा थानमा पूजा गरेर गेटहरूमा पूजा गर्दै गयौँ अनि मैले चाहिँ काँचो धागो लगेको थिएँ भाकाले त थिएन र पनि तलदेखि बाँध्छु भन्ने सोचेको थिएँ अनि बोकेर ल्याएको थिएँ अनि तल कान्छी थानदेखि नै गेटदेखि नै बाँध्दै ल्यायौँ अनि त्यहाँदेखि यसरी बाँध्दै गएँ म चाहिँ अनि आमालाई चाहिँ मेरो श्रीमानले मेरो बुढाले चाहिँ आमालाई डोर्याउनु भयो अनि म चाहिँ नानीहरूको साथमा नानीले भिडियो गरिदिँदै म चाहिँ यसरी बाँध्दै जाँदैछु साथीहरू उकालो त एकदम उकालो थियो हामी यतिखेर चाहिँ 2-3 बजी सकेको थियो होला सायद यस्तो तरिकाले बाँधेको धागोहरू मैले मात्रै होइन अरूहरूले पनि बाँध्दै हुनुहुन्थ्यो मैले 4 बजेर 4:30 पनि भएको छैन भर्खर बिहान उठेछ कति बजे मम्मी हेर्नु त कति बजे के छ ठिक छ रुक्सन खबर ठिकै छ सन्चै छौ सन्चै छु तिम्रो यता हेलो भन्दै पाथिभरा माता कि खै हात उठाएको अनि ठिक छ होइन खुट्टा दुखेको छ खुट्टा दुखेको छ कि छैन
अब चाहिँ हामी आधीभन्दा धेरै माथि आइसकिसक्यौँ। मेरो सानो छोरा चाहिँ गलेर लोत भएर हेर्नु न त्यहाँ सुतिरहेको छ। यो मेरो छोराले यो गरिदिएको भिडियो चाहिँ लास्ट थियो जाँदाखेरि। अनि छोरालाई चाहिँ मैले छिटो हिँड्ने ऊ चाहिँ जेठा चाहिँ 10 वर्षको उसलाई चाहिँ अगाडि जाऊ र लाइनमा बस भनेको थिएँ। दर्शन गर निउर ल सरी छिटो ल सुरु भयो सुरु घन्टी गेट ठिक छ इप्सान पछि माता के बस मजा आधी घन्टा लाग्छ अरे मेरो भाइ पनि त हेर्दै आइपुग्यो माताको दर्शन गर्न। माता आइपुग्यो कस्तो मजाले खुलेको कता माथि यता जानुपर्ने दर्शन गर्न मन्दिर कता राम्रो माय गॉड स्वर्गमै यस्तो फिल भयो like heaven we are coming home this is Kanchenjunga Himal Sudan बहत्तर साल कार्तिक 1 गतेको दिन शनिबार आजको दिन कतिबार मन्दिरमा यसरी यति धेरै लाइन छ 5 घण्टामा हिँडेर आइपुग्यौँ। यस्तरी दिन खुलेको छ यो चाहिँ कतिबारको दृश्य हो यति धेरै भिड छ अहिले हिमालय चाहिँ यस्तो मजाले खुलेको आयो यहाँ चाहिँ भुइँचोबर गर्ने नै विचार गरेँ अनि हामीले चाहिँ 1 लाख चाहिँ बत्ती काट्न सकेको थिएन। आमाले चाहिँ पहिला 4-5 वर्ष अगाडिदेखि नै अलिअलि काट्दै सासूले चाहिँ राख्नु भएको थियो 30,000 बत्ती चाहिँ काट्नु सक्नुभएको रहेछ अनि 30,000 बत्ती चाहिँ बाल्यौँ। अनि त्यस पछाडि मैले चाहिँ आमा चाहिँ अलिक गाह्रो भएर उता रेस्ट गर्दै हुनुहुन्थ्यो धन्न 70 वर्षको मान्छे पुगेर आउने ठुलो कुरो। अनि मैले चाहिँ यता आएर गर्ने जति सबै थोक मैले पनि गरेँ अनि मलाई त त्यहाँ 2 घण्टा जति लाएर मजाले पूजा गरेँ। अनि यहाँ अगरबत्ती उब्रेको थियो अनि त्यो अगरबत्तीलाई चाहिँ बालेर बुढाबुढीले सबैतिर घुमाउँदै पूजा गरौँ। उता मूलथानमा चाहिँ अघि पूजा गरिसक्यौँ हामीले त्रिशूलहरू सबै गाडीमा अब बिजी हुन्छ अनि त्यस्तै थियो। नानीहरूसँग भिडियो गर्न पनि अप्ठ्यारो भयो साथीहरू अनि यो सक्ने कुराहरू चाहिँ आफूले गर्दै गएको अनि त्यसरी मैले चाहिँ यति नै भिडियो गर्न सकेँ। अनि छोरालाई ठुलो नानीलाई बोलाएर अनि यो
अगर के अरे बाती 1 लाख त सकिएन 25,000 चाहिँ बालियो यो चाहिँ अरूले बाल्न आँट्दै हुन्छ लागबत्ती यसरी बाल्नुपर्छ ऊ अब सबै घुम्नुपर्छ मन्दिर अब सबैतिर घुमेर सबैलाई लु जाऊ उति बोक्नु फुल पनि बोक्नु कस्तो राम्रो खुलेको छ आज पाथिभरा आज 2082 साल कार्तिक 1 गते एकदम शुभ साइत परेको छ हजुर अलि परबाट बिस्तारो हिँड न गरेको देखाउ पूजा गरेको उता उता हिमालहरू पनि देखाऊ यता छ बिना अलिकति सिक्नुपर्छ है छोरो अब त slowly बनाउँदै आउनु एकछिन बुवा आएर तपाईँको फोटो खिचौँ अनि जाउँ न चस्ता चाहिँ खोल्नु अनि घुम्नु पानी भेडा रहेछ पाथिभरा मातालाई दर्शन गरेर यहाँ उसको अब यहीँ चढाउन ल्याएको कसले ल्याएर छोड्नु भएको यहाँ बाख्रा छ हाम्रो यो पाथिभरा माता मूलथानदेखि बाहिरपट्टिको यो दृश्य हो यति धेरै लाइन छ हामी पनि 2 घण्टा लाइनमा बसेर पूजा गरिसक्यौँ अब यहाँ यसो दान दक्षिणा गर्ने कुराहरू गर्ने अब म त्यहाँ नमस्ते गरेको खिचिदिनु नि एउटा लानु मिल्छ नि हेरे
नरम कपडा सेट भुन्छ माथि रङ हाल्न दिउँ अनुहारतिर पाउमा बुझ्यो भने त माथि रङ हाल्नु अनुहारतिर माथि रङ हालौ सरले हेर्नु लाग्छ म अब एकछिन सीसी क्यामेरा राख्ने बेला हो छ नि क्या अब चाहिँ घर जाने अवस्था कस्तो राम्रो खुलेको छ नि हिमाल त माय गॉड जाने मन लागेको छैन मलाई अब चाहिँ हामी ओह्रालो झर्दै गरेको अवस्था साथीहरू किनभने आउँदा चाहिँ राति आएको थियौँ 2 बजी आएर 7 बजी आइपुग्यौँ 2 बजी हिँडेर अहिले चाहिँ 2 बजी ठ्याक्कै अब कतिखेर पुगिन्छ यस्तो ओह्रालोमा घुट्टुङ टोइलेट तल पनि छ कि हिँड्ने चाहिँ कोसिस गरौँ म त होटलतिर चाहिँ पुग्नुपर्छ अब घुट्टुङ हाम्रो आमा पनि 70 वर्षको आमा पनि पुगेर आउनुभयो राम्रो हिमाल खुलेको छ नि भगवान जानै मन लागेको छैन हुवा मादल पार्क छ यता घन्टी मेरो कान्छाले चाहिँ घन्टी बजाउँदैछ जेठले घन्टी यता हेर इप्सन नानी लड्छ यता अब यता इप्सन यहाँ हेर न ल चढ जुम हिँडौँ गुटुङ कस्तो राम्रो अब चाहिँ हामी तल झर्नलाई सुरु गर्यौँ चिसो आमा पनि आइसक्नु अब चाहिँ सुरु लट्ठी देख्दै बुढो मान्छेहरू लाग्यो अब लट्ठी बुढोहरू खोइ यता हेर रुसान बाई बाई पछि भएर मातालाई कस्तो लाग्यो कान्छा लड्नुहुन्छ नकुद्नु न अब चाहिँ हामी माथिबाट उत्रिँदैछौँ 4-5 घन्टामा हिँडेको बाटो 1.5 घन्टामै हामी त उत्रिसकेको थियौँ आमा छोरा ठुलो नानीले चाहिँ भिडियो गर्छ मेरो अनि सानो नानीलाई चाहिँ म यसरी पक्रेर उत्रिन्छ भनेर लौरो टेक्दै उत्रिँदैछौँ जानुभन्दा त आउनु धेरै सजिलो भयो अनि हामीले चाहिँ यसरी फोटो खिचेको थियौँ सबै फ्यामिलीको अनि फोटो पनि राखिदिएको छु साथीहरू अनि यसरी फेरि पुगिँदैन पुगेको बेला यसरी फोटो खिचेको थियौँ फ्यामिलीकै अनि मैले चाहिँ लौरो पोज पनि दिएर लौरोको पोज दिएर फोटो खिच्दैछु कस्तो छ कमेन्ट गरिदिनु होला पुगेर आयो यो जुनीमा त सबैजना जानु होला हजुरहरू पनि एकचोटि चाहिँ जानैपर्छ स्वर्ग जस्तै छ ठाउँ त पुगेपछि त फर्किने मन लाग्दैन यसरी फोटो खिच्यो पतिभएर मातासँग दर्शन गरेर आइयो यो टुप्पा पुगेर यस्तो उकालोबाट अहिले यहाँ आइपुगेको छौँ आधी बाटोमा त्यही जाँदाको चाहिँ भिडियो गर्नलाई एकदम रात परेर 2 बजी राति नै हिँडेको थियौँ अनि फर्किँदाको चाहिँ भिडियो गर्दैछौँ साथीहरू यता ठुलो पाथी भएर यहाँ चाहिँ यस्तो छ मूल गेट भनेको
नानीहरू यहाँ मम्मी हेर्नु न घर चढ्नु न यो यहाँ चाहिँ यस्तो अरे कि साथीहरू यहाँ चाहिँ सुरुमा चाहिँ यहाँ गुरुङ जातिहरूले भेडा चराउनुहुन्थ्यो अरे अनि भेडा चराउँदा भेडा चाहिँ एक्कासी गायब हुनुभयो अरे भेडाहरू जति अनि भेडाहरूलाई चाहिँ अनि उहाँ सुतिराखेको बेला अनि पाथिबाट माता ल्याएर यसरी मेरो यहाँ मन्दिर स्थापना गरिदियो मलाई भनेर भनिदिनु भयो अरे उहाँहरूले मन्दिर बनाएर यसरी दर्शन पाएपछि अनि सबैजनाको भेडा आफै यसरी उत्पत्ति भएको अरे पञ्चकन्या माताहरू त्यहाँनिर उत्पत्ति हुनुभएको अरे अनि पाथिबाट माता हुनुभएको अरे अनि यसरी भेडाहरू सबै फेरि फर्केर आए अरे किम्बदन्ती चाहिँ यो अरे मेरो नानीले सबै चाहिँ कान्छी तलको मूल कान्छी थाल्नु अनि यहाँ दर्शन गरेर मात्रै यहाँ आशीर्वाद मागेर मात्रै माथि जानुपर्छ हामी चाहिँ होटल आएर झुलासुला प्याक गरेर अब हामी खानासाना खाइसकेर हामी चाहिँ सानो फेदीतर्फ लाग्दैछौँ साथीहरू सानो फेदीमा गएर अनि ताप्लेजुङमा बसेर भोलिपल्ट हामी घर जाँदैछौँ यतिखेर चाहिँ हामी ताप्लेजुङबाट उँधो लाग्यौँ अनि ताप्लेजुङबाट जाँदै मलाई त आउँदा त केही भएको थिएन जाँदा चाहिँ त्यो ताप्लेजुङको डाँडा कटाउनु चाहिँ एकदम गाह्रो बोलिक आउन खोजेर खाली पेटमै भोकै हिँडेर होला अनि त्यस पछाडि हजमोलाहरू के खाँदै फर्क्यौँ अनि त्यस पछाडि हामी ताप्लेजुङ जाँदा त धनको के अरे भेडेटा मूलघाटको बाटो गएको थियौँ यहाँ के खाएको खाइदेऊ नि त खुट्टा देखेको छ कि छैन एकदम दाल दालमा मस्त भयो अचार लगाइदिनु खाना खाएको चाहिँ रक्से भन्ने ठाउँ रहेछ इलामपट्टिबाट आएको होटलमा खाएको त्यही गाडीमा आएको हामी चाहिँ खाना खाएको ठाउँबाट देखिएको भ्यू जाँदा त हामी धनकुटा मूलघाटको बाटो हुँदै गएको थियौँ त्यताको बाटो एकदम बिग्रेको लागेर आउँदा चारालीपट्टिबाट आयौँ चारालीपट्टिबाट त इलामपट्टिको बाटो आउँदा यस्तो पहिरो गएको रहेछ अस्ति दसैँको राम डर लागेर हामी त अनि चाहिँ यस्तो पहिरो गएको थियो तर बाटो त सजिलै छ तपाईँहरू जानुहुन्छ भने इलामपट्टिकोबाटै जाँदा ठिक हुन्छ अहिले त बनिसकेको छ बाटोहरू सब खुल्ला भइसकेको छ आनन्दले आयौँ हामी बिर्तामोडसम्म अनि बिर्तामोडदेखि चाहिँ अर्को गाडी चेन्ज गरेर आइपुग्यौँ साथीहरू एकदम रमाइलो गरी आनन्दले नै आयौँ भनौँ न यतिको त राम्रै हो मान्छेहरू गएर आउँदा कति बिरामी हुन्छ नि तर हाम्रो त त्यस्तो भएन अनि हामी चाहिँ कन्यामा आइपुग्यौँ अहिले मेरो फेभरेट प्लेस कन्या कस्तो चिसो थियो नि तर खुल्नु त अलिअलि खुलेको थियो अनि कन्यामको अलिअलि भिडियो गरेँ अनि अब मैले अलि भिडियो गर्न छोडेँ नानीहरूसँग रात पनि परेको थियो हामी घर पत्री आइपुग्दाखेरि ट्याक्कै 8 बजेको थियो हामी चाहिँ बिर्तामोडसम्मको मात्रै गाडीमा आएको थियौँ आउँदा चाहिँ 1500 रुपियाँ गोटा लिनुभयो अनि त्यहाँदेखि यता हामी 150 रुपियाँ गोटा तिरेर डाइरेक्ट बसमा आयौँ पत्रीसम्म अनि त्यहाँदेखि हाम्रो घर आइपुग्यौँ कस्तो लाग्यो साथीहरू भिडियो आफ्नै तरिकाले जाँदा त त्यति धेरै एउटा प्रेसर पनि पर्दैन साथीहरू इन्जोय गर्नुहोला पाथिभरा माताले सबैलाई रक्षा गर्नु भइसकेको छ सबैजना जानुहोला दर्शन गर्न जो आइपुगेको थियौँ बेलुका राति 8 बजे अनि त्यस पछाडि भ्लग गर्नु पनि नानीहरूसँग कस्तो अप्ठ्यारो भयो भिडियो गर्न पनि अनि मैले माथिको त आउँदा फर्किँदाको अलिअलि गरेँ
अनि मेरो भिडियो फुल वाच गर्नुभयो होला। कस्तो लाग्यो पाथिभरा माताको दर्शन गरेर आयौँ हामीले। मैले त सोचेको पनि थिइनँ त्यत्रो माथि पुगेर आउँछु भनेर। मलाई त सपना जस्तै लागेको छ। कस्तो एउटा नयाँ एक्सपिरियन्स भयो। त्यत्रो माथि पनि हामी जान सक्दो रहेछौँ। मनमा हामीले चितायौँ भने गर्न सकिँदो रहेछ भन्ने कुरा मैले पनि महसुस गरेँ। कस्तो त्यहाँ पुगेपछि जसलाई पनि इनर्जी आउँछ। मेरो सासूलाई पनि मैले लगेको थिएँ, 70 वर्षको हुनुहुन्थ्यो। सबैले सक्दैन सक्दैन भन्नुभएको, तर आफै हिँडेर पुगेर आफै आउनुभयो। उहाँलाई अलिकति गाह्रो त भइहाल्छ, र पनि हिँडेर पुगेर आउनु, माताको दर्शन पाउनु नै ठुलो कुरो भयो। मलाई त त्यहाँ पुगेर त आउनै मन लागेको थिएन। कस्तो राम्रो स्वर्गमै पुगे जस्तै लागेको थियो। अनि र पनि अब 2 घन्टा चाहिँ हामीले पूजा गऱ्यौँ, बस्यौँ, अनि रमित हेऱ्यौँ, भिडियो बनायौँ। अनि त्यस पछाडि हामी फर्केर आयौँ। आएर माथ्लोफेदीमा बस्यौँ एक रात। होइन, माथ्लोफेदीदेखि फेरि त्यहाँ माथ्लोफेदीमा खानासाना खाएर अनि तल्लोफेदी आएर गाडी चढेर ताप्लेजुङमा आएर बस्यौँ। हामी हिजो बेलुका चाहिँ आइपुग्यौँ। आज चाहिँ सोमबारको दिन भइसक्यो। लक्ष्मी पूजा भएर हामी हतार हतार गरेर आइपुग्यौँ जसरी पनि। हवस् त, मैले यति नै भिडियो, यस्तै खालको भिडियो बनाउन सकेँ। कति भुलचुक भयो होला, माफ गरिदिनु होला। लाइक कमेन्ट गरिदिनु होला। पाथिभरा माताले सबैलाई रक्षा गरून्, सबैलाई आशीर्वाद दिउन्। पाथिभरा माताले सबैलाई आशीर्वाद दिनु भइसकिसक्यो। अनि मैले पनि दर्शन गरेर आएँ, त्यसको भिडियो राखेको छु। सबैले हेरेर मनोरञ्जन गरिदिनु होला। मैले सबै बोलेर त गर्न सकिनँ, र पनि थोरै क्लिप्स राखेर म भोइस ओभर गरिदिएको छु। सबैले फुल भिडियो हेरेर इन्जोय गरिदिनु होला। हवस् त, नयाँ अर्को भिडियोमा भेटौँला। अब कोहीले भिडियो बनाउँछु, म जहिले तहिले बनाउनु पनि भ्याउँदिनँ नानीहरूसँग। अब म अलिक पछाडि चाहिँ मेरो डेली भ्लग आउँछ। अब अहिले चाहिँ कहिले स्पेसल डेको मात्रै आउँछ। त्यसको लागि हजुरहरूले भिडियो हेरेर मलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हवस् त, नमस्कार, बाई बाई।